माघे संक्रान्ति आज कसरी मनाउनु भयो? आफ्नो गच्छे अनुसार चाहिँ मनाइयो। यस्तो होइन उफ्रिएर माथिएर होइन, आफ्नो गच्छे अनुसार हिसाबले सबै दिदी भान्जी भाइ बुहारी छोरा छोरी भतिजा भतिजी सबैसँग बसेर एकदम खुसी मनले मनाइएको जस्तो लाग्छ। हजुरहरूको साथ सपोर्ट चाहियो, यसो लाइक गरिदिनु। देख्नु हो मेरो ड्याडी कति पोजिटिभ हुनुहुन्छ, कति सपोर्टिभ हुनुहुन्छ, तर हल्का पैसाको टाइममा त कन्जुस हुन्छ। पूजा के छ हालखबर? ठीक छ, राम्रो छ। दुई शब्द बोल्नु हो। माघे संक्रान्ति मेरो माइतीहरूलाई धेरै धेरै धन्यवाद। राम्ररी खायौँ, राम्ररी बस्न, अझै राम्रो हुँदै जाओस्। हामी सधैँ यसरी बस्न पाऊँ, यस्तै त बस्या। यही खुसी छ मलाई। धेरै धेरै शुभकामना भाइ बुहारी दाइ भाउजू सबै मित्र। अनि मम्मी जान के छ हालखबर? मम्मी के छ? ठिक छ छोरी, राम्रो छ। अहिलेको जस्तो माघे संक्रान्ति कहिल्यै भएन। रमाइलो सधैँ त रमाइलो हुन्थ्यो। अहिले अब सबै आफ्नो दिदी आउनुभयो, बाबु आउनुभयो, सबै राम्रैसँग रमाइलो मान्यो। अनि अब रमाइलोसँग मान्यो। मेरो दिदीको 2-4 शब्द जाओस्। एकदम बेस्ट अहिलेको माघे संक्रान्ति एकदम राम्रो भयो। मेरो मामा राईले माइजू प्यारो मामा माइजूले इन्भाइट गरेर यति रमाइलो भयो। यो आजको दिन एकदम स्पेसल फिल भयो। थ्याङ्क यू सो मच। यति धेरै मायाको लागि, यति धेरै सम्मानको लागि थ्याङ्क यू सो मच। अनि रियाको कस्तो लाग्यो? रियालाई कस्तो लाग्यो आजको माघे संक्रान्ति? कतिको रमाइलो छेउ भन न। राम्रो लाग्यो, आऊ लाग्यो भन न। आऊ देखायो। कति खुसी छौ दिदी फुपू आएर? कति खुसी छौ फुपू र दिदी आएर? खुसी छौ? रितिका 2-4 शब्दतिर पनि जाओस्। बोल न, कस्तो लाग्यो आज माघे संक्रान्ति? तिमीलाई बोल्न आउँदैन। अनि आज माघे संक्रान्ति एकदम धेरै रमाइलो पनि भएको छ। रमाइलो हाम्रो संस्कार अनुसार, संस्कृतिक अनुसार पूजा पाठ गरेर सबैलाई टिका लगाएर खानपिन खाएर रमाइलो गऱ्यौँ। त्यही भएर सबैले राम्रोसँग मनाउनु भयो होला भन्ने आशा गर्दै आज चाहिँ म हजुरहरूलाई फेरि पनि ह्याप्पी माघे संक्रान्ति भनेर बाई भन्छु। ओके, थ्याङ्क यू फर वाचिङ। लभ यु गाइज। सपोर्ट गरिदिनु होला धेरै धेरै धेरै।